हाम्रो भाइ अहिले उता एकछिन उता पारिरहेको छ भाइ पनि आउँछ एकछिनमा होइन अनि दुईजना जाने हो आज कहाँ पुगिन्छ अन्त हेटौँडातिर हुन्छ होला आज बास म एउटा हिँड्न सुरु गरिसकेँ है साथीहरू गेट खोल्दैछु होइन गार्ड बहिनीले गेट खोल्न लाउनु भएको छ गेट खोल्दैछु ल साथीहरू म अब एउटा हिँडेको है त हिँडेको होइन हेलो हेलो साथीहरू सबैमा मेरो शुभ बिहानी है आज म फेरि मेरो यो गाडीमा आज विराटनगरको लोड गरेर म जान लाग्छु छु होइन आज मेरो यो गाडीमा विराटनगर लोड हुँदैछ यी साथीहरू मेरोमा विराटनगर किताब कापी लोड हुँदैछ यहाँबाट आज माल धेरै ठाउँमा उठाउन छ यार मलाई एक ठाउँमा उठाएँ होइन मेरो पेन्ट साथीहरू यो कसैले पहिलाको राम्रो छ भन्नुहुन्छ कसैले अहिलेको राम्रो छ भन्नुहुन्छ ल साथीले यसो पढिदिएर दिनु तपाईँहरूलाई कुन पेन्ट मन पर्यो पहिलाको र अहिलेकोमा ल है साथीहरू यहाँको मणिपाल उहाँ टाढा रहेछ है हेर्नु नि मणिपाल भाषा त्यति टाढा मेरो गाडी यहाँ लोड हुँदैछ बिहानदेखि हिँडेको यार लोड उठाउँदै हिँडेको अझै भ्याइएको छैन यार बिहान 7 बजेदेखि सुरु गरेको हेर्नु मणिपाल कति उस्तो है यहाँ पोखराको मणिपाल छ साथीहरू यो पोखरामा देखेको चाहिँ यति छ साथीहरू यहाँबाट भित्र छिरेपछि तपाईँको यो पुलको मुनिबाट भित्र गएपछि कहाँ हो तल एक्कासी तपाईँको कोदरतिर आउँदै देखिन्छ यसरी यहाँ माथिमा यहाँ यति मात्रै देखिँदो रहेछ हेर्नु न यति देखिन्छ यहाँ पोखरामा यति माथिपट्टि हो यति यो पुललाई यहाँ यति हो यहाँ यो भित्रबाट छिरेपछि यो पुल मुनिबाट भएर त गएपछि कहाँ हो कहीँ देखिन्न एक्कासीमा तपाईँको कोद्रेभन्दा माथि ब्रिज पनि देखिन्छ यहाँ हजुर पनि लम्बाइ यस्तै मेरो गुरु त बवालै रहेछ एकदमै हत्तोर म्याटिकलको सामानहरू यहाँ छ साथीहरू यस्तो साथीहरू तारहरू केबलको तार अनि यो बिजुलीको तारहरू होइन बनिसकेको हो यहाँ बन्छ यहाँ यसको भित्रपट्टि बन्छ यहाँ उता भित्र त मलाई जान दिँदैन यिनीहरूले होइन भित्र गएर त मलाई भिडियो बनाउनु दिन्न तर यो सामान चाहिँ यिनीहरूले यहाँबाट बनाउँछ यसरी बन्छ सामान अन्त साथीहरू मलाई यहाँबाट यसरी आएर यहाँबाट यो हिट गरेर यहाँबाट बल्ल प्लास्टिक लागेर यो पानीमा यसरी गरेर गरिरहेको छ साथीभाइहरूले खालि सोधिराख्नुहुन्छ तपाईँ गाडीमा के लोड हुन्छ भनेर ल्याउनु अहिले प्याड लोड हुँदैछ प्याड लोड भइसक्यो यो अब यो रोल यस्तो रोल लोड हुँदैछ मेरो है अझ हामी यो माल उठाएर अब फेरि हामी उता जाँदैछौँ अझ के अरे ट्रान्सपोर्टमा त्यहाँ गएपछि फेरि अर्को माल लोड हुन्छ यो चाहिँ उठायो होला हामीले आबुखैरीको र दमली गरेर उठायो अब चाहिँ यहाँ चाहिँ यता छ यो माल ल्याएर यसरी माल लोड हुन्छ यो लोड गरेर बल्ल हामी पोखरा लिएर जाने हो यो चाहिँ केबलको तार हो क्या यो केबलको तार साथीहरू यो केबलको तार है साथीहरू यस्तो माल अब यो माल हाम्रोमा यो बिजुलीको तार र केबलको तारको दुईवटा लोड हुँदैछ क्या मेरो गाडीमा साथीहरू तपाईँले भन्नुहुन्छ नि के लोड यस्तै लोड हुन्छ यी नारायणको चप्पल यो कहाँको रहेछ यो कहाँको सामान चाहिँ अहिले पोखराको लोड हुँदैछ यो पछि मेरो गाडी उहाँ छ यो पछि मेरो गाडी लोड हुँदैन नि होइन अहिले चाहिँ पोखराको लोड रहेछ यसमा अब आधा गाडीभन्दा बढी भइसकेको छ यो पछि मेरो गण्डकी ट्रान्सपोर्ट यहाँ छ आज हामी यहाँ लोड गरेर म चाहिँ मेरो चाहिँ बाटो कहाँ हुन्छ होला मेरो डुम्रे दमौली नारायणघाट हुन्छ होला मेरो आज लोड हुन्छ कि हुँदैन खोइ त्यो पनि थाहा छैन अब आज लोड हुन्छ जस्तो लाग्छ मलाई मेरो गाडी उता छ है यो गण्डकी ट्रान्सपोर्ट यहाँ छ है साथीहरू
यस्तो यस्तो माल लोड हुन्छ क्या यहाँबाट सबै आइटम हुन्छ क्या तपाईँको एक थरी भन्ने नै हुन्न यहाँको कहिल्यै पनि खुद्रा भनेपछि कहिले नि एक थरी भन्ने नै हुन्न यस्तो लोड हुन्छ है यो साथीहरू यो चप्पलहरू गोर्खाको रहेछ होइन अब यता भित्र यहाँभित्र बिल काट्ने ठाउँ छ यता फेरि बिजली सामानहरू राख्ने गोदाम यता छ होइन गोदाम ठुलो छ गण्डकी ट्रान्सपोर्टको पनि यस्तै आउँछ डेक्सोमा आउँछ कहिले केमा आउँछ यो त्यस्तै सामानहरू छ हेर्नु न ल तपाईँको नाम चाहिँ ल सामा हाम्रो गण्डकी ट्रान्सपोर्टको सर यहाँ हुनुहुन्छ है मेन सर विराटनगरबाट हेर्ने हो यो त प्लस हान्ने बेला भइसक्यो अब यहाँबाट हाम्रो साथी गाडी लोड हुन सुरु भइसक्यो है तपाईँ ढुक्क हुनु न पहिलो लोड हो गाडी यो हो यो पनि पोखरा है हाम्रो काले भाइले हो चलाउने सन्तोष भाइले होइन भाइको पहिला हुन्छ मेरो योभन्दा पछि हुन्छ गाडी के छ भाइ ठिक छ नि होइन ल साथीको है हाम्रो हेटौँडाको रमेश सरको गाडी हो होइन आज लोड हुन्न होला यो गाडी भोलि मात्रै लोड हुन्छ अरे भाइ बिचरा आज मछेटले खाने भनेर अलि उस गरे खाने यार होइन भाइ बस ल साथीहरू भित्र यार यस्तो छ हौ साथीहरू गाडीमा चढेर मछेटले खा तर भित्र यार अब पानी आएन भने ठिक हो पानीमा लास हिलो हुन्छ फेरि हाम्रो गण्डकी ट्रान्सपोर्ट यहाँ बोर्डै कता गएछ यार फेरि यार आज हाम्रो दुईवटा गाडी एउटा डाइरेक्ट पोखरा एउटा नारायणघाट जुम्रे दमली हुँदै पोखरा जाँदैछौँ साथीहरू होइन चप्पल यहाँ पट्टा यहाँ टायर यहाँ यस्तो के पङ्खा थरी थरीको हुन्छ यहाँ सामानहरू साथीहरू ल्याउनु चाहिँ ल साथीहरू म हेटौँडा आएर नि खाली गर्नु लाग्यो ढिलो आएँ म त यार राति 9 बजीतिर हिँडेको विराटनगरबाट म यहाँ आउँदा ढिलो गरेँ भर्खर यहीँ 12 बजीतिर आएर म बल्ल खाली गर्दैछु यार हेटौँडामै गण्डकी ट्रान्सपोर्टको अफिस छ क्या हेटौँडा म त्यही भएर यहाँ खाली हुँदैछ साथीहरू ल साथीहरू यहाँ दमौली ट्रान्सपोर्टको यहाँ चाहिँ यस्तै गण्डकी ट्रान्सपोर्टको ब्रान्च दमौलीमा यस्तो ल साथीहरू पोखरा आएर नि यहाँ गाडी खाली यता राखियो गाडी होइन आएर खाली भयो गाडी यता राख्यो अब जानु लाग्यो भाइ गाडी अस्ति हिँडेको हामी सँगै दुईवटा गाडी यहाँ सँगै राखियो एउटा यता है अब चाहिँ खाली भयो म चाहिँ जानु लाग्यो फेरि ओखलढुङ्गा लोड छ मेरो होइन भाइ साथीहरू खाली गरेर अब हामी हिँड्न लाग्यो म यहाँबाट गाडी मेरो यहाँ छ अस्ति मसँग अगाडि उहाँ छ त्यो गाडी अब चाहिँ खाली साली भइयो अब हिँड्न लाग्यो मेरो फेरि ओखलढुङ्गाको लोड छ गण्डकी ट्रान्सपोर्ट आएर खालीसाली गरियो गाडी विराटनगर अस्ति हिँडेको हिजो मेरो नाराघाट उता हेटौँडा मुङ्लिन भएर झार्न पऱ्यो बिहान आएर बल्ल खाली गरेर निक्लिनु लाग्यो साथीहरू